आज माउरी आएर बसेको रहेछ। यसरी काउरीको बुट्टामा छ। ल हेर्नुहोस् है, आज यसको उद्धार गरिँदैछ। पन्जा लाउन पर्यो, अब टोक्छ। आफ्नो सुरक्षा त गर्नै पर्यो, टोपी लाउनु पर्यो। हेर्नुहोस् है, यसरी राख्नुपर्छ। यसलाई मर्का पर्नु हुँदैन, मार्नु हुँदैन माउ एउटा पनि। माथि माथि गयो झन्। अब यसरी सोहोर्नुपर्छ, तर यसलाई घरमा खनाइयो। यसरी राख्नुपर्छ है, यसलाई खानेकुरा नि राखिदिनुपर्छ। माउ गयो, रान आउनुपर्छ के। ल हेर्नुहोस्, बोरामा ल्याएर खनाएको हो। ल हेर्नुहोस्, साफ गर्नुपर्छ यो। फेरि अब बाहिर बाहिर गयो कि, यसलाई फेरि भित्र राख्नु पर्यो। अब रानो बाहिर निक्ल्यो भने फेरि भाग्छ। अब बस्छ यो। ल यसरी मर्का नपारेर झार्नुपर्छ आरामसँग। तोक्दैन है, डराउनु हुँदैन। यसरी खनाएर यसरी भित्र राख्नुपर्छ। हेर्नुहोस् त, हजुरहरूले पनि यस्तै गर्नु होला। माउ धेरै नै छ। बर्खा मासमा आएर बसेछ, के गर्नु त। ल सबैले यसै गर्नु होला है। ल ल ल।